हेलो गाइज सबैजनालाई नमस्ते। म नरेन्द्र थापाको बस टर्मिनलतिर जाँदैछु। यहाँ हाम्रो एकजना आन्टी हुनुहुन्छ, बस्नु भएको छ, उहाँ गाडी छ, गाडी ब्याग हुँदैछ। अब मलेसियाको यो ग्रामीण सडक हाइवे म तपाईँलाई देखाउन गइरहेको छु। यो मलेसिया कामुन्तिङ जिल्लाको यो हाइवे, यो बस स्टेसन, यताको यो यहाँको नजिक जाने बसहरू। यो बसमा लगभग हामी 5 किलोमिटर गयौँ भने 1 रुपैयाँ मात्रै लिन्छ यो बसले। अनि ग्राबहरू, यो गाडी, यो उताको यो दाइ चाहिँ ग्राब हालो जस्तो मलाई लागिरहेछ। यहाँ विभिन्न सामानहरू अर्डर गरेर त्यो सामान पुर्याउने कामहरू हुन्छ। हेर्न सक्नुहुन्छ, अत्यन्तै रमणीय ठाउँ छ। म अहिले कामुन्तिङको यो बस स्टेसनको माथिल्लो तलाबाट तपाईँहरूलाई देखाइरहेको छु। हेर्न सक्नुहुन्छ, अति रमणीय ठाउँ छ। आहा, यति दामी। अझ अलिकति अँध्यारो भएको छैन, मौसम अलिकति अँध्यारो हुनुपर्छ समय। यसरी बस्छन् यहाँ काउन्टरहरू, यसरी बसिन्छ गाइज। यी बसहरू, यो बसहरू यहाँबाट पेराक, केएलसीसी विभिन्न ठाउँहरूमा विभिन्न जिल्लाहरूमा छुट्छ। अत्यन्तै रमणीय ठाउँ छ गाइज। सबैजनालाई माया छ। तपाईँहरू कहाँबाट हेर्दै हुनुहुन्छ, माया गर्नुहोला। सबैजनाले लाइक कमेन्ट सेयर गर्नुहोला र यस्तै भिडियोहरू हेर्नका लागि मलाई फलो गर्नुहोला, माया गर्नुहोला, अनि लाइक कमेन्ट सेयर गर्नुहोला। गाइज, म अहिले कामुन्तिङ बस टर्मिनलबाट तल्ली झरिसकेपछि म यो 20 ठाउँमा आएको छु। र यो 20 ठाउँ मेरो यो पछाडिको ब्याकग्राउन्ड तपाईँहरूले देख्नुभएको यो पुरै तरकारी मन्डी, नेपालको सब्जी मन्डी हेरिसकेपछि म करिब मेरो कोठा नजिक आइपुगेको छु। र कोठा नजिक आउँदै गर्दा मेरो कोठाको ठिक अपोजिट साइडतिर यो केएफसी भन्ने छ। यो मलेसियामा आएका थुप्रै साथीहरूले यो केएफसी ब्रान्ड भनेको के हो, यो केएफसी भनेको के हो भन्ने कुरो सबैलाई थाहा छ। यो केएफसी भनेपछि यहाँको मलेसियाको एउटा ब्रान्डिङ खानेकुरामा पर्छ। महँगो पनि हुन्छ, राम्रो र क्वालिटी पनि हुन्छ है। त्यो भएर यो केएफसी चाहिँ अहिले ब्रान्डिङमा छ। त्यो केएफसीबाट देखिएको यो दृश्य, यो 4वटा रोडहरू छ। 1, 2, 3, 4, 5, 6, 7वटा रोडहरू छ। यताउता डबल लेयर छ हैन। यो जेब्रा क्रसिङ हो। यो जेब्रा क्रसिङ, यो केएफसी खान आएका हैन ग्राहकहरूको यो मोटरहरू, यहाँका केही सामानहरू यसरी यो ग्राबको झोलामा पनि बोक्छन् गाइस। ग्राब लेखेको छ, यो ग्राब मार्फतबाट पनि बोक्छन्। यहाँ एकदम